हेलो एभ्रिवान, तपाईँहरूलाई आजको मेरो नयाँ भिडियोमा स्वागत छ। म चाहिँ रेडी भएर स्कुलतिर जाँदैछु किनभने आज चाहिँ हाम्रो स्कुलको फर्स्ट डे हो, फाइनल इक्जामको। अनि बुवाले एड्रियाना अनि मलाई चाहिँ स्कुलतिर लगिदिनु हुँदैछ। यो चाहिँ हाम्रो स्कुल जाने बाटो हो। यो चाहिँ हाम्रो स्कुल हो अनि सबैजना भाइ बहिनीहरू बाहिर बसिरहेको थिएँ अनि उनीहरूसँग अगाडि एकछिन बोली बजारी म चाहिँ लागेँ अफिसतिर। यो चाहिँ हो हाम्रो अफिस रुम अनि अफिस रुममा पुगेपछि मैले मेरो ब्याग राखेँ अनि आइडेन्टिटी कार्ड चाहिँ म अफिसमै राख्छु अनि मेरो आइडेन्टिटी कार्ड मैले लगाएँ अनि डट पेन चाहिँ के अनि म चाहिँ लागेँ साइन गर्नतिर। बिहान कतिखेर आएको बेलुका कतिखेर गएको भनेर साइन गर्नुपर्छ अनि म चाहिँ लागेँ साइन गर्नतिर। आज चाहिँ मैले घरमा दबाई खानु बिर्सेको कारणले गर्दाखेरि स्कुलमै बोकेर गएको थिएँ अनि म चाहिँ मेडिसिन खानुतिर लागेँ। मर्निङ सायना, आज के को एक्जाम हो? आज हाम्रो इङ्ग्लिस एक्जाम हो। कस्तो प्रिपेरेसन भइरहेछ त? राम्रो। 100 आउट अफ कति आउँछ होला? मलाई सोचाइ 98। हामी सबैजनाले भाइ बहिनीहरूलाई बाहिर निकाल्यौँ। हामीले चाहिँ किन यसरी बाहिर निकालेको भने भाइ बहिनीहरूको एडमिट कार्डहरू चाहिँ चेक गर्नुपर्ने थियो अनि हामीले गर्ल्सको एकपट्टि बोइजको एकपट्टि निकाल्यौँ अनि यतापट्टि चाहिँ सर मिसहरूले चेक गर्दै भाइ बहिनीहरूलाई पठाउनु हुँदैछ भित्र। सबै नानीहरूको एडमिट कार्ड चेक भइसकेपछि चाहिँ उनीहरूलाई हामीले यसरी इन्टर गर्छौँ भित्र। अनि आज चाहिँ म चाहिँ रुम नम्बर 3 को कार्ड थिएँ अनि त्यही भएर मैले मेरो फाइल बोकेँ, मेरो सामानहरू ठिक पारेँ अनि म चाहिँ लागेँ मेरो आजको रुम नम्बर 3 तिर। मैले चाहिँ सबैजना भाइ बहिनीहरूलाई क्लास वाइज एरेन्ज गरेर राखिसकेको थिएँ अनि आज फर्स्ट दिन अगाडि अलिक टाइम गइसकेको कारणले गर्दाखेरि मैले चाहिँ छिटो छिटो उनीहरूलाई कपी बाँडेँ। अगाडि चाहिँ मैले कपी मात्रै बाँडिरहेको थिएँ नि यता बेल लागिसकेको थियो अनि त्यही भएर मैले उनीहरूलाई क्लास वाइज उठाएर उनीहरूलाई मैले क्वेसन पनि दिएँ। त्यस पछाडि मैले आजको सबै क्लासहरूको नानीहरूको लागि एटेन्डेन्सको लागि नामहरू मैले लेखेँ। आजको चाहिँ इक्जाम पनि सक्यो अनि मैले सिग्नेचर अनि डेट सबैमा लेखेँ अनि हामी चाहिँ गयौँ खाजा खान अनि गर्मी धेरै भएको कारणले कुल्फी खाँदै बस्यौँ। त्यस पछाडि म लागेँ आजको मेरो क्लास युकेजीको पेपर काट्नेतिर।
आजको क्लास युकेजीको पेपरहरू सबै मैले काटिसकेँ अनि सबै मैले रोल नम्बर वाइज मिलाएँ अनि मार्क्सहरू पनि टिपेँ अनि यसरी चाहिँ मैले सबै एन्सर सिटहरूलाई चाहिँ मैले मिलाएँ किनभने पछि रिजल्टको दिन प्यारेन्ट्सहरूलाई देखाउनु सजिलो हुन्छ भनेर चाहिँ मैले अहिले नै सबै मिलाएर राखेँ अनि यो मेरो एउटा मास्टर क्वेसन थियो मास्टर क्वेसनमा पनि मैले मेरो नाम लेखेँ अनि म चाहिँ यो पेपरहरूलाई राख्नलाई अफिसतिर जाँदैछु। अफिस आएर चाहिँ मैले अघि काटेको मेरो पेपरलाई चाहिँ सुरक्षित साथ झोलामा राखेँ किनभने पछि रिजल्टको दिन प्यारेन्ट्सहरूलाई दिनु देखाउनु सजिलो हुन्छ भनेर अनि त्यस पछाडि मैले मेरो सबै सामानहरूलाई आफ्नो ठाउँमा राखेँ अनि त्यस पछाडि सन्डेको लागि पनि पेपर मिलाइराखेर जाउँ भन्ने कुरा भयो अनि त्यसै कारणले हामी 3जना सर मिस भएर चाहिँ पर्सि सन्डेको लागि सबैजनाले पेपरहरूलाई गन्दै गन्दै कति रुम नम्बर कतिजना पढ्नुहुन्छ भने सबैजनाले हामीले क्वेसनहरू गऱ्यौँ अनि सबै फाइलहरूमा हामी राख्यौँ। पर्सिको लागि सबै फाइलहरू क्वेसनहरू मिलाइसके पछाडि त्यसपछि म चाहिँ लागेँ घरतिर। थ्याङ्क यू सो मच एभ्री वान फर वाचिङ दिस भिडियो। बाई बाई।